आरामै हुनुहुन्छ होला सबैजना र हामी पनि ठिकै छौँ। आज चाहिँ धेरै दिन पछाडि हामी एउटा भ्लग बनाउन गइरहेका छौँ। आजको हाम्रो यात्रा चाहिँ बरघाट साइडतिरको अब के भन्छ त्यो बनकट्टा होइन, बनकट्टा के भन्छ त्यतातिरसम्मको यात्रा हुँदैछ। अनि म पनि त्यहाँ चाहिँ गएको छैन, हाम्रो फर्स्ट टाइम नै हो। बरघाटसम्म चाहिँ म गएको छु। अब हामी यहाँ रुमदेखि चाहिँ हाम्रो यात्रा चाहिँ सुरु हुन्छ। बाटोमै तपाईँहरूलाई आज बरघाटको भिडियो कस्तो हुन्छ हाम्रो भ्लग होइन तपाईँहरूले देख्न सक्नुहुनेछ। हाम्रो अब चाहिँ डेली भ्लग चाहिँ हाम्रो अब आउँदैछ। पहिले जस्तै हामीलाई सपोर्ट गर्नुहुन्छ होला भन्ने विश्वास राख्दछौँ। ल जाउँ। हामी चाहिँ बाइकमा बसिसक्यौँ। साथीले चाहिँ बाइक राइड गर्नु भएको छ, म चाहिँ पछाडि बस्दैछु। साथी नेपाल अनलाइन टिभीदेखि हाम्रो थुप्रै भयो भिडियो नबनाएको, किनभने हामी नेपालमा अब केही गर्न खोज्दैछौँ। केही गर्नको लागि केही व्यस्तताले गर्दाखेरि हामीले भिडियोलाई कन्टिन्यू दिन सकिरहेको थिएनौँ। अब चाहिँ हामीले भिडियोहरू कन्टिन्यू हाल्नेछौँ। गाइज हामी चाहिँ यो तिलोत्तमाको यो शान्तिनगरदेखि चाहिँ हामी खैरेनीको बाटो हुँदै जाँदैछौँ। हाम्रो बसाइ चाहिँ अहिले यता बनबाटीतिर थियो नि त, त्यो बबिता बुटोलदेखि जानलाई चाहिँ धेरै टाइम लाग्छ, यताबाट फास्ट पनि हुन्छ। सो हामी यहाँ शान्तिनगरदेखि जाँदैछौँ। अनि हामीले चाहिँ हाम्रो च्यानलदेखि नयाँ भिडियोहरू हालिरहेको थिएनौँ। हाम्रो काम व्यस्तताले गर्दाखेरि अब हामीले चाहिँ त्यही हाम्रो च्यानलदेखि नै अहिले भ्लगहरू पनि हामी हाल्छौँ। अब हाम्रो च्यानल पनि मोनिटाइज हुन लागिसकेको छ। त्यही भएर अब यसलाई मोनिटाइज गराएर फेरि हामीले अर्को च्यानलदेखि चाहिँ हामीले भ्लगहरू हाल्नेछौँ। अहिले चाहिँ यहाँ गर्मी चाहिँ लास्टै बढेको छ बुटोलतिर होइन, समग्र नेपालमै भनौँ न। अहिले तराई क्षेत्रमा चाहिँ लास्टै गर्मी हुन्छ। हिजो पानी परेको कारणले चाहिँ आज चाहिँ केही हल्का भइरहेछ। यो साँझ चाहिँ बाहिर हिँडडुल गर्नलाई चाहिँ राम्रो छ मौसम। मकै पाकिसकेको छ। यो बाटोदेखि हामी चाहिँ सेकेन्ड टाइम जाँदैछौँ। पहिले खैरेनीसम्म पनि हामी यही बाटो हुँदै गएको थियौँ। किन जाँदैछौँ चाहिँ म अहिले बोलाउन चाहन्न, पछि यो तपाईँहरूलाई सरप्राइज हुन्छ। हामी चाहिँ काम विशेषले जाँदैछौँ। सक्सेस भयो भने सबै पछाडि हामी भिडियोको बाटो नै तपाईँहरूलाई देखाउँदैछौँ। हामी चाहिँ विदेशदेखि 10 वर्षसम्म बस्यो। अब नेपालमा केही गर्नुपर्छ भन्ने सोच राखेर सायद लागि परिरहेका छौँ होइन। सजिलो त छैन नेपालमा केही गर्नको लागि। अब कतिजनाले हामीलाई नेपालमा केही छैन विदेशमै जानुपर्छ पनि भनिराख्नु भएको छ होइन। त्यही पनि हामीले त्यो कुराहरूलाई इग्नोर गरेर केही जोसका साथ हामीले नेपालमै केही गर्नुपर्छ भन्ने हामीले चाहिँ त्यो प्लान बनाएर चलिरहेछौँ। हेरौँ होइन सक्सेस भइन्छ भइँदैन, फेरि पनि त्यसलाई कन्टिन्यू चाहिँ गरिरहेछौँ। आइसक्यो देवदह नगरपालिका प्रदेश भयो हाम्रो। योभन्दा अगाडि हामी चाहिँ नगरपालिकामा थियौँ।
चाहिँ भवानीपुर रहेछ। भवानीपुरदेखि चाहिँ हामी खैरेनीतिर लाग्दैछौँ। आज मौसम चाहिँ दामी छ। यहाँनिर चाहिँ एउटा बुद्धको गुम्बा लुम्बिनी विकासको हामी चाहिँ अब खैरेनी आउन लागिसक्यौँ। जुन हाइवे हो काठमाडौँ जाने रोड हामी चाहिँ अब आइपुग्नु भन्दा पनि हुन्छ। यहाँदेखि चाहिँ हामी फेरि राइट लाग्छौँ। यहाँदेखि कति टाढा छ बनकट्टा हामीलाई पनि थाहा छैन। यहाँदेखि अलि अगाडि गएपछि अब हामी चाहिँ हाइवेमा हिँड्दैछौँ। यहाँ बुटोल नारायणघाट सडक खण्ड चाहिँ अहिले बनाइरहेको अवस्था छ। त्यसको बाटो चाहिँ एकदमै होइन धुलो चाहिँ एकदमै खराब छ होइन। यहाँदेखि खैरेनीदेखि कति टाढा छ हामीलाई पनि एक्ज्याक्टली चाहिँ थाहा छैन। अब हामी यहाँदेखि पढेर यहाँदेखि सिङ्गौल होला होइन। कहिले सिङ्गौल पढेर भन्दा अलि अगाडि भन्ने सुन्छौँ। त्यही पनि हामी त्यहाँ पुगेको सोध्नुपर्छ किनकि हामीलाई पनि त्यो एक्ज्याक्टली ठाउँ चाहिँ थाहा छैन। बनिरहेको अवस्था छ बुटोल नारायणघाट सडक खण्ड 2 लेनको बाटो चाहिँ बनाउने योजना हो। हिजो पानी परेको कारणले अलिकति धुलो चाहिँ कम भएको छ, नत्र लास्टै धुलो हुन्छ। बाइकमा यात्रा गर्नलाई चाहिँ लास्टै छेउ छ अहिले। कहिले कम्प्लिट हुन्छ यो पनि थुप्रै भइसक्यो। त्यहाँ काम हुन लागेको छ। तपाईँहरू पनि देख्न सक्नुहुन्छ होइन बाटोको काम चाहिँ कति भइराखेको छ होइन। अहिले चाहिँ एकदमै गाह्रो छ होइन। त्यसले गर्दा बाटो बनिरहेको अवस्था छ। बाटो बनिसकेपछि चाहिँ दामी हुन्छ यो यात्रा गर्नलाई होइन। 2 लेनको बाटोमा सकेर फेरि आफ्नो अहिले बुटोलमा कस्तो दामी छ नि है त्यस्तै हुन्छ। बुटोलदेखि लेनको बाटो हुन्छ।
यति बेला सुनौल आइसक्यो। अब सुनौलदेखि अलिकति अगाडि छ हाम्रो गन्तव्य स्थान। गाइस हामी चाहिँ अब हाम्रो गन्तव्यतर्फ लाग्दैछौँ। अलिकति पावर सावर भयो किनभने यहीँबाट निस्केर जानुपर्छ। सोध्दै जानुपर्छ। पानी धेरै पिएर होला। सु आइसक्यो मलाई बिहानदेखि आएकै थिएन। सुनौल जाने यही देखियो। मान्छे खोकी लगाइरहेको धेरै बाइक लगाएर समातिर आएको छ। गर्मी भयो भने हल्का खोकी लगाइरहेको छ। पहाड कस्तो देखिँदो रहेछ। त्यता निस्कियो भाइ। सुनौल जाने कता देखियो? यही हो। कता भन्नु? यहाँदेखि हामी चाहिँ हाइवेमा निस्केर अगाडि हुँदै हामी घरतर्फ लाग्दैछौँ।
नेपालमा पनि बाटोको चाहिँ बिस्तारै विकास हुँदैछ तर बिस्तारै मात्रै भएर भएन भइरहेको काम चाहिँ तीव्र गतिमा हुनु पर्यो है। अब यहाँ यो बाटो चाहिँ यात्रा गर्नमा चाहिँ अहिले एकदमै गाह्रो भइरहेको छ धुलोहरूले गर्दाखेरि होइन। त्यही भएर अलिक तीव्र गतिमा काम लगाउन सक्यो भने राम्रो हुन्छ। अब यो म चाहिँ आजभन्दा लगभग 7 महिना अगाडि आउँदा पनि यस्तै थियो, अझै पनि खासै यो काम चाहिँ भइरहेको छैन कि होइन। त्यही भएर काम छिटो भयो भने अलिकति सजिलो हुन्छ। अब फेरि बर्खाको बेलामा झन् गाह्रो हुन्छ होइन कामको लागि। त्यही भएर सरकारले चाहिँ यो कामलाई तीव्र गतिमा चाहिँ गराउनु पर्यो होइन। अब बुटोलदेखि नारायणघाटसम्म डबल लेनको बाटोमा सर्र हिँड्दा त लास्टै मजा हुन्छ होला है। तर अझै कहिले हो होइन फेरि चाहिँ थाहा छैन। लाई कति गाह्रो भइरहेको क्या तपाईँहरूले देख्न सक्नुहुन्छ त्यो बाटोले गर्दाखेरि। मलाई चाहिँ लास्टै पिसाब लाग्छ त्यो बाटोको लास्टै अप्ठ्यारो होइन। झ्याम्दा पनि पिसाब चुन्छ कि जस्तो भइसक्यो। अब बाइक रोकेर पिसाब गर्न चाहिँ नगई हुँदैन। बल्ल ठिक ठाउँ आयो। बाइक चलाउन पाइन्छ होला त्यो त पनि तर यहीँ रोक्यो त्यसै। बल्ल शीतल भयो लास्टै पिसाब लागिरहेको थियो। पिसाब गरेर म आएँ होइन। गाइस हामीले यो बाटोको जाँदा पनि तपाईँहरूलाई देखाएको थियौँ होइन। अब चाहिँ हामी यही बाटो फर्किँदैछौँ। ब्लग पनि लामो भयो जस्तो लागिरहेको छ मलाई। सो आजको यो हाम्रो ब्लगलाई पनि एन्ड गर्छौँ होइन। फेरि नेक्स्ट ब्लगमा भेटिन्छ होइन त। हुन्छ गाइस अब अर्को भिडियोमा चाहिँ हामी भेटौँला। अहिलेलाई चाहिँ इन गर्नु पर्यो, ड्राइभिङ गर्दैछु यसो बाटो पनि हेर्नुपर्छ। अब धेरै परेन नेक्स्ट टाइम चाहिँ अब ओके सी यू सुन गाइस।